तपाईँ आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने आजदेखि 28 दिनसम्म लगातार रूपमा यो च्यानलमा एउटा एउटा हरेक दिन भिडियो लिएर आउँछु र यो द म्याजिक भन्ने एउटा किताब छ। यो किताबबाट तपाईँको जीवन बदल्न सक्ने कुराहरूको बारेमा चाहिँ एउटा अभ्यास नै छ। हरेक दिन एउटा भिडियो हेर्ने र त्यसको अभ्यास गर्ने खालको 28 दिनको लागि तपाईँहरूलाई च्यालेन्ज नै गर्न चाहन्छु। तपाईँले यो द म्याजिक भन्ने किताबमा के रहेको छ भने कृतज्ञता, जीवन बदल्ने द म्याजिक शिक्षा, कृतज्ञताले जीवनमा ल्याउने सकारात्मक परिवर्तन। 28 दिनको अभ्यास सुरु गर्नुभन्दा अगाडि जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू। अब यो 28 दिनको अभ्यासमा जानुभन्दा अगाडिको आज डे 0 रहेको छ होइन, पहिलो दिनभन्दा अगाडिको दिन रहेको छ। अब यो म्याजिक भनेको के हो? जादु भनेको कुनै जादु टोना होइन है, यो कृतज्ञता हो। कृतज्ञता भनेको धन्यवाद महसुस गर्नुहोस् होइन, भएको कुराको कदर गर्नुहोस्। यसले जीवनप्रति दृष्टिकोण परिवर्तन गरिदिन्छ। यसले कसरी काम गर्छ? त्यो चाहिँ हाम्रो जीवनमा भएको राम्रो कुराहरू हेर्न थाल्नुहुन्छ तपाईँले, अनि त्यो राम्रो कुरा हेर्दै गर्दाखेरि अझै राम्रो राम्रो कुराहरू हुन्छ के। अब 2 नम्बरमा रहेको एउटा हराएको रहस्य हो। यो धेरै वर्षौँदेखि कृतज्ञताको बारेमा चाहिँ महत्त्व बताएका छन् विभिन्न धर्महरूमा। यो विस्तारमा आउँछ अझै। किन कृतज्ञता यति शक्तिशाली हुन्छ त भन्ने कुरा हामीले जीवनमा सामान्य ठानेका धेरै जसो कुराहरू एकदमै अनमोल हुन्छ। हामी बिहान हाम्रो आँखा खुल्नु, हाम्रो स्वस्थ शरीर, परिवार, साथीहरू, खाना, पानी, हावा, घर, शिक्षा, काम आदि कुराहरू फ्रीमा निशुल्क पाए जस्तो हामीलाई लाग्छ, यत्तिकै पाएको। तर यो कुराको तपाईँले कदर गर्नु भएन भने भएको कुरा पनि खोसिँदैछ के। एउटा भनाइ छ कि जोसँग जेको लागि कृतज्ञता छ उसलाई अझै बढी दिइनेछ, र जोसँग कृतज्ञता छैन उसँग भएको कुरा पनि खोसिनेछ है। भन्नुको मतलब जोसँग जे कुराको लागि कृतज्ञता छ नि त्यो कुरा अझै बढी दिइनेछ, र जोसँग जे कुराको लागि कृतज्ञता छैन उसँग भएको कुरा पनि खोसिनेछ है। त्यही भएर कृतज्ञ हुने बानी चाहिँ गर्नुपर्छ। अब यो चाहिँ कृतज्ञताले 4 नम्बरमा गुनासो गर्ने बानी छोडौँ। धेरै मानिसले कुरा दोहोऱ्याउँछन्, मसँग पैसा छैन, समय छैन, स्वास्थ्य राम्रो छैन, भाग्य खराब छ। यो सबै कुराले गर्दा तपाईँको समस्यामा मात्रै केन्द्रित गराउँछ होइन। समस्यामा केन्द्रित भएर तपाईँको जीवन कहिले पनि राम्रो बन्दैन। त्यही भएर तपाईँले धन्यवाद महसुस गर्नुपर्छ। आफूसँग भएको राम्रो कुराहरूको लागि कदर गर्न थाल्नुभयो भने तपाईँको जीवन साँच्चीकै परिवर्तन हुन्छ। 28 दिनसम्म तपाईँले पालन गरी हेर्नुहोस्। म विश्वास दिलाउन चाहन्छु कि तपाईँको जीवन परिवर्तन भएन भने मलाई चाहिँ भन्नु होला तपाईँले। यस्तो पावरफुल छ नि 28 दिनको कुराहरू। 28 दिनमा के प्र्याक्टिस गर्ने? धन, सम्पत्ति, पैसा, स्वास्थ्य, रिलेसनसिप, हरेक कुराहरू पाउनुहुन्छ क्या तपाईँले। अब यो धन्यवादको वास्तविक अर्थ केवल मुखले धन्यवाद भन्नु मात्र होइन, मनैदेखि महसुस गर्नुहोस्। थ्याङ्क यू सो मच, मनदेखि महसुस गर्नुहोस् कसैलाई राम्रो गरेको छ, भगवान्ले तपाईँले केही कुरा राम्रो दिनुभएको छ भने त्यसको लागि भावनासहित, भावना फिलिङ हुनु पर्यो, एकदम महसुस गरेको हुनु। प्राप्त कुराको मूल्य बुझ्नुपर्छ। किन धेरै मानिस असन्तुष्ट हुन्छ? अहिलेको समयमा अरूसँग तुलना गर्छन् मान्छेहरूले होइन, नभएको कुरामा ध्यान दिन्छ। मसँग यो छैन, त्यो छैन, म यस्तो मान्छे, म उस्तो मान्छे भन्नु, नेगेटिभ कुराहरूमा ध्यान दिएर मान्छेहरू असन्तुष्ट हुन्छ। भविष्यको चिन्तामा वर्तमानको आनन्द गुमाइराखेको हुन्छन्। सानो सफलताको कदर नगर्नुहोस्। यी सबै कुराले गर्दा धेरै मान्छेहरू दुःखी भइराखेको हुन्छन्। तर तपाईँले यो कृतज्ञता र भावना भनेको छ 7 नम्बरमा, मनैदेखि महसुस गरेको धन्यवादले गहिरो सकारात्मक परिवर्तन ल्याउँछ। र यो दैनिक अभ्यास गर्नुपर्छ। दैनिक अभ्यास गर्नुभयो भने तपाईँको बानीमा, तपाईँको कोष यसको बानी बन्छ, र बानी बनिसकेपछि यसले धेरैभन्दा धेरै परिवर्तन गर्छ। 28 दिन नै किन? 9 नम्बरमा यो 28 दिन किन भने 28 दिनमा तपाईँको दैनिक जीवनको हिसाब बन्छ यो कृतज्ञता। र यसमा अब के गर्ने है, अभ्यास गर्दा ध्यान दिनुपर्ने कुराहरू, कुनै पनि दिन नछोड्ने, बिहान अभ्यास गर्नुहोस् र बेलुका दिनभरि राम्रो कुराहरू सम्झिनुपर्छ। बिहान हरेक दिन एउटा भिडियो यो च्यानलमा तपाईँको लागि हरेक दिन बिहान म पोस्ट गरिदिन्छु, अनि तपाईँले त्यो भिडियो हेर्नु होला र त्यसपछि दिनभरि त्यो कुरामा अभ्यास के गर्न भनेको थियो त्यो अभ्यासहरू गर्नुपर्छ। यसले दिन सक्ने परिवर्तन के गर्न सक्छ त? यो कृतज्ञताले जीवनप्रतिको सकारात्मक दृष्टिकोण, जीवनप्रति तपाईँले एकदम राम्रो महसुस हुन थाल्छ, सम्बन्धहरू राम्रो सुध्रिन थाल्छ, सम्बन्धहरू राम्रो हुन्छ, मानसिक शान्ति मिल्छ, आर्थिक अवसरप्रति तपाईँको ध्यान बढ्छ, खुसी र सन्तुष्टि बढ्छ होइन। अब यो कुरा चाहिँ तपाईँले प्राप्त गर्नुहुन्छ। अब यो चाहिँ सुरु गर्नुभन्दा अगाडि अन्तिम तयारी। अब तपाईँले आजदेखि एकदम आफूसँग प्रतिज्ञा गर्नुहोस्। 28 दिनसम्म तपाईँले यो भिडियोलाई, यो सिरिजलाई तपाईँले फलो गर्नुहुन्छ भने आफूसँग कमिटमेन्ट गर्नुहोस्। हरेक
बिहान 6 बजे यो च्यानलमा चाहिँ तपाईँले हरेक दिनको अभ्यास पाउनुहुन्छ। त्यो भिडियो हेर्नु होला र त्यसपछि दिनभरि के गर्न भने हुन्छ त्यो कुरा गर्नु होला है। कृतज्ञता भनेको समस्याले व्यवस्था गर्नु हो, बरु अहिले भएको राम्रो कुराको कदर गर्दै अवसरमा ध्यान दिई सकारात्मक मनस्थितिबाट निरन्तर प्रयास गर्नु हो। अब कसरी कृतज्ञता गर्ने यो कुरा चाहिँ आउँछ नै अरू भिडियोहरूमा। कृतज्ञता तपाईँको वास्तविकतालाई तुरन्तै बदल्दैन, तर यसले तपाईँको सोच बदल्न सक्छ। सोच बदलिँदा तपाईँको निर्णयहरू बदलिन्छ, निर्णयहरू बदलिँदा समय समस्या समयसँगै तपाईँको जीवनको दिशा पनि बदलिन्छ होइन। कृतज्ञताले तपाईँको सोच बदलिन्छ, सोच बदलिँदा तपाईँको निर्णय बदलिन्छ, निर्णय बदलिँदा तपाईँको जीवन पनि बदलिन्छ भन्ने कुरा गरेको छ। र अब सुरु गर्नुहोस्। आज यो पहिलो दिनभन्दा अगाडिको दिन, अब भोलिदेखि हरेक दिन एउटा एउटा भिडियो यो च्यानलमा आउँछ। तपाईँले फलो गर्दै जानु होला, प्र्याक्टिस गर्दै जानु होला। एकदमै पावरफुल रहेको छ र भिडियोलाई लाइक गरिदिनु भयो भने मलाई एकदम धेरै हौसला मिल्नेछ। हस्, धन्यवाद, नमस्कार। आजलाई